चेक गर्नुस्। र बाबुलाई हजुरले सबैभन्दा महत्त्वपूर्ण के छ भने जन्मदिन कहिले हो? 2077 साल फागुनको 26 गते भने हिजो जन्मदिन। आज बच्चा स्यास्या गराएर यहाँ ल्याउनु भएको छ। जन्मदिनमा के गर्नु हजुरले? केक काट्नु भयो। ल हेर्नुहोस् त, केक भनेको विष नै हो। बच्चाहरूलाई पहिलो जन्मदिनबाट हामीले विष सेवन गराउन सुरु गर्छौं, विष चखाउन सुरु गर्छौं। त्यही भएर त्यो विष नचखाउन होला अबदेखि है। र बाहिरका खानेकुराहरू चाउचाउ, कुरकुरे, बिस्कुट जस्ता बन्द प्लास्टिकमा बन्द खानेकुराहरू केही पनि नदिनु होला। घरको दाल भात तरकारी, मौसम अनुसारको फलफूल, हरियो सागसब्जी सबै खान मिल्छ। हुन्छ हजुर? अबदेखि हजुरले जङ्क फुड खाने कि नखाने? सबैजना आमाहरूलाई म अनुरोध गर्न चाहन्छु, हजुरहरूले आफ्नो बालबालिकाको जन्मदिन फलफूल काटेर मनाइदिनु होला। हुन्छ? फलफूल काटेर। साँच्चै हो त? हजुरले यो अभियान हामीले दाङबाट सुरु गर्नुपर्नेछ र संसारभरि यो अभियान हामीले फैलाउनु पर्नेछ। हुन्छ? ल हजुरलाई धेरै धेरै धन्यवाद छ। हुन्छ बाबु? हस्?